आज यहाँनिर नर्सरी हो कि एलकेजी हो भाइ एलकेजी हो एलकेजी को नानीको प्यारेन्ट्सले चाहिँ होल स्कुललाई मिठाई पठाइदिएछ उसको बर्थडे रहेछ नि त आज त्यो भएर यत्रो मिठाई पठाइदिएको है गार्जियनले उसको मिठाई प्लस यो पनि रहेछ यो के हो यो कस्तो के हो उल्टा गिफ्ट दिनु पर्नेमा त उल्टा ल्याएर पो आएछ नानीले त अन्त थ्याङ्क यू नोर्जिङको भाइ हो थ्याङ्क यू सो मच ह्यापी बर्थडे ह्याप्पी बर्थडे खै थ्याङ्क यू भने थ्याङ्क यू भन्नुहोस् थ्याङ्क यू भन्नु खै थ्याङ्क यू भन्नु भाइ को बर्थडे हो कि प्यारेन्ट्सले चाहिँ यस्तो पठाइदिएछ हामीलाई हेर्नुहोस् न So this is हामीले चाहिँ के दिने दिउँ न केही Okay, so this is टिचर्स भएको यही फाइदा छ है हाउ वी गेट रेस्पेक्ट है फ्रम पेरेन्ट्स है स्टुडेन्ट्सको है सो अब दिनु त केही छैन वी हेभ एउटा बेस्ट विशेष चाहिँ नानीलाई आउँदो सालमा राम्रो पढ्दै जाओस् राम्रो ग्रोथ हेल्थहरू होस् त्यति नै भन्दै मेनी ह्याप्पी रिटर्न्स अफ द डे यस नानीको थ्याङ्क यू कभर चाहिँ अब नानी त पढ्दैछ हो हामी पढाउन छँदैछ हामी अब एउटा उयो देखाउने बाटो देखाउने त छँदैछौँ होइन हामीले हाम्रो सक्दो कोसिस गर्दैछौँ अनि यो त्यही त यो त म त दामी लाग्यो इट्स भेरी प्रिसियस फर अस अनि थ्याङ्क यू गार्जेन्स फर गिभिङ दिस प्रिसियस गिफ्ट हो थ्याङ्क यू एन्ड ह्याप्पी यो नानीको जिन्दगी है यस्तै सुगन्धित होस् फुल जस्तो फुलिरहोस् भन्ने हामी सम्पूर्ण स्कुलको तर्फबाट आशीर्वाद दिन चाहन्छौँ अरू त हामी के दिन सक्छौँ आशीर्वाद स्वरूप त्यही चाहिँ हाम्रो शब्द हामीबाट पनि अब केही दिउँ न अहिले मिलेर है सोचेर गफ गरेर